रविनको लागि यो अन्तिम पत्र छ। रविना, तिमीले पठाएको पत्र पाएपछि मैले पनि तिम्रो लागि अन्तिम पत्र लेखेको छु, स्वीकार ल। प्रिय विश्वासघाती सम्झना, बिछोडको अन्तिम पलमा पनि हृदयदेखि सक्दा तिमीलाई ल। विशेष देखेर तिमीलाई असर पार्न खोजेको पटक्कै होइन, तर तिम्रो ती घात रूपी पत्रको जवाबमा उत्रिन बाध्य भएको छु। सायद तिमीबाट जीवनमा यस्तो घात हुन्छ भनेर सोचेको पनि थिइनँ। आज ठिक यसको विपरीत भयो। जसरी पानी बिनाको माछा समुद्रको किनारमा छटपटाइरहेको हुन्छ, त्यसरी नै आज म यहाँ छटपटाइरहेको छु। रविना, तिमीले लेखेकी बिछोडको पत्रले जिन्दगीमा तुषार पातको सिर्जना भयो। जसरी घाम र पानीको मिलनबाट हुर्किएका पालुवाहरू अथवा कलिङ्ग बिरुवाहरू शिशिरमा मर्न विवश भएका हुन्छन्। ठिक छ, तिमीबाट मलाई यसरी नै घात गर्नु नै थियो भने पहिलो पत्रलाई किन स्वीकार्यौ? त्यसैले त मैले तिमीलाई बुझ्नै सकिनँ। मैले त तिमीलाई आफूभन्दा बढी माया गर्थेँ। तिमी बिना बाँच्न अलि गाह्रो भयो। साउनको झरी झै यो मन रोइरहन्छ। तिमीले मेरो मायालाई धानको दरवाजामा जोड्न पुगेछौ। ठिकै छ, मसँग कुनै हिरा मोती त थिएन, तर स्वच्छ दिल थियो। अन्तमा मेरो जिन्दगीको त केठे रङ भएर, तर पनि तिम्रो जीवनको सफल बनोस्, तिमीलाई यही शुभकामना। सायद यो नै अन्तिम पत्र हुनेछ। तिमीलाई भुलभास देखिएको भए माफ गर्नुहोला। म दुखी भएर तिमीलाई भौतिक सुख र आनन्द दिन नसके पनि तिमीले पाउनु भएको सुख र आनन्दलाई शुभकामना। तिमी जहाँ रहनुहुन्छ, जसरी रहनुहुन्छ, खुसी रहनुहोस्, सुखी रहनुहोस्। दुई थोपा आँसुसहित शुभकामना। अन्तमा तिम्रो जीवन सम्पत्तिमय साथै आनन्दमय बितोस्। हार्दिक बधाई तथा शुभकामना। तिम्रो जीवनको जय होस्, भलो होस्। उही तिम्रो हुन नसकेको आगामी वीर सिंह मेना चिसार कठोर जय सिद्धू भन्छ। हाल मलेसिया पुगेर